अंश हक भन्ने कन्सेप्टले कस्ता कस्ता मुद्दा सिर्जना गरेका छन्, अदालतमा कस्ता कस्ता मुद्दा छन्, यसबाट आउने मुद्दाले समस्यालाई समाधान गर्ने गरेको छ कि नयाँ प्रब्लम क्रिएट गर्ने गरेको छ, तपाईलाई के लाग्छ? पुरा भिडियो हेर्नुस् र आफ्नो कुरा कमेन्टमा लेख्नुहोला। सुरुमा महिला र पुरुषको बिचमा बिहे हुन्छ। बिहे भइसकेपछि उहाँहरूलाई केही कुरामा चित्त बुझ्दैन, अब सँगै नबस्ने भन्ने कुराको निष्कर्षमा पुग्नुहुन्छ र उहाँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि एउटा डिभोर्स र अर्को अंश मुद्दा दर्ता गर्न सक्नुहुन्छ। त्यसैगरी अब हस्बेन्डले आफ्नो नाममा भएको जग्गा चाहिँ ब्याङ्कमा गएर धितो राख्नुहुन्छ, दृष्टिबन्धकको लिखत पारित गर्नुहुन्छ। यस्तो अवस्थामा वाइफले चाहिँ मलाई साक्षी नराखिकन मेरो अंश हक मार्ने नियतले चाहिँ उहाँले मेरो हक लाग्ने सम्पत्तिलाई गएर दृष्टिबन्ध गरेर दिनुभयो भनेर चाहिँ यस्तो अवस्थामा उहाँले अंश मुद्दा र दृष्टिबन्धक लिखत बदर मुद्दा गएर चाहिँ जिल्ला अदालतमा दर्ता गर्न सक्नुहुन्छ। र अब त्यसरी दृष्टिबन्धकको लिखत खडा गरेर ऋण लिएको अवस्थामा ऋण अपचलन भयो अथवा उहाँले ऋण तिर्नु भएन, ब्याज तिर्नु भएन भने त्यस्तो अवस्थामा ब्याङ्कले अथवा सहकारीले चाहिँ त्यस्तो जग्गालाई चाहिँ लिलाम गरिदिन सक्छ। यस्तो अवस्थामा वाइफले मेरो अंश हक लाग्ने सम्पत्ति लिलाम भयो भनेर चाहिँ जिल्ला अदालतमा अंशसहित लिलाम बदरको मुद्दा दर्ता गर्न सक्नुहुन्छ। र अब त्यसै गरी यदि हस्बेन्डले वाइफको सहमति नलिकन आफ्नो बुवासँग गएर चाहिँ केही रकम लिएर अथवा चाहिँ अंश नै नलिने गरेर चाहिँ अंशको छोडपत्रको लिखत गर्नुभयो भने त्यस्तो अवस्थामा वाइफले चाहिँ मेरो अंश हक मार्ने नियतले उहाँले अंश छोडपत्र गर्न पाउनु हुँदैन भनेर अंश मुद्दा र त्यस्तो अंश छोडपत्रको लिखत बदर मुद्दा चाहिँ दर्ता गर्न सक्नुहुन्छ। र अब त्यसरी अंश छोडपत्रको लिखत नगरिकन उहाँहरूले अदालतमा गएर मिलापत्र गरेर चाहिँ अंश छोडपत्र गरेको स्थिति रह्यो भने त्यस्तो अवस्थामा वाइफले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ उहाँले अंश मुद्दा दर्ता गर्न सक्नुहुन्छ। त्यो सँगसँगै उहाँले मिलापत्र बदर मुद्दा पनि दर्ता गर्न सक्नुहुन्छ। यसरी अंश भन्ने कन्सेप्टबाट थुप्रै मुद्दाहरू जन्मिन्छन्। कति चाहिँ जेन्युन हुन्छन्, कति फ्याब्रिकेटेड हुन्छन्, कति चाहिँ अंशियारहरू बिचमा मिलोमतो भएर हुन्छ। यसले कति ठाउँमा व्यक्तिहरूको हकलाई सुरक्षित गरेको हुन्छ भने कति ठाउँमा दुनियाँलाई दुःख दिने काम पनि भएको छ। त्यसकारणले गर्दाखेरि हामीले यो अंश भन्ने कन्सेप्टलाई नै रिथिङ्क गर्नुपर्ने अवस्था आएको हो र भन्ने विषयमा तपाईँलाई के लाग्छ कमेन्टमा लेख्नुहोला।